बुढा आज के गर्दैछौ? खनिरहेको खेत बिउ हालिरहेको छु के गर्नको लागि? बिउ लगाउने यहाँ ए बिउ लगाउने अधियाली हो नि त यो अनि अब चाहिँ बिउ लगाउने धान अब धान रोपेको बेला नि खतरा धान रोप्न मजा आउँछ त हैन कस्तो लागिरहेछ मिड हाल्न? कस्तो घाम छ यहाँ गर्मीले पुरा भिजिसक्यो पुरा पसिना पसिना भइहाल्यो लास्टै घाम छ भने बुढा हजुर तिमी थाक्यो होला ल्याउ म गर्छु काम नाइ तिम्रो अहिले भर्खर अप्सिएर भयो अनि तिमी कहाँ म गरिहाल्छु त मैले मिडा हालिहाल्छु त एकैछिन अब यति हाल्ने यति 5 कट्टा मात्रै हो के सो अब थोरै छ मिड हाल्न यति हाल्ने अनि फेरि भइहाल्यो अनि तिम्रो कहाँ अहिले भर्खर अपरेसन भयो अहिले डक्टरले पनि केही काम नगराउनु अलिअलि हल्का हल्का काम गराउनु भने अनि कहाँ यत्रो मिडा हाल्यो भने त झन् फेरि झन् उ हुन्छ कि गाह्रो हुन्छ अनि त्यही भएर तिमी एकछिन बस अनि फेरि पछि बरु यो उ गर्ने बेला माटो मिलाउने बेला अलिअलि मिलाइदिनु माटो नत्र तिमी बसिराख म गरिहाल्छु धेरै गर्मी छ हैन लास्टै गर्मी छ आज धेरै लास्ट भन्दा पनि लास्ट गर्मी आजभोलि के भनौँ पुरै गर्मीले मरिनु भएको आजभोलि त बिउ त भोलि हाल्ने हो कि नि बिउ भोलि हाल्ने हो आज खालि मिडा हालेर क्यारी बनाउने अनि फेरि भोलि बिहान आएर पानी चराउने अनि राति चाहिँ मतलब छड्किने यो टाइम यो टाइममा 4-5 बजेतिर सो गाइस हाम्रो चाहिँ अब भोलि बिउ हाल्ने यति आज खाना को बनाउने हो गाह्रो छ त आज खाना भोकै बस्नुपर्ने अवस्था छ कि छैन त हामी सबै यहाँ छु कति बेला सकिने हैन भयङ्कर थाकिन लागिसक्यो म त म गर्छु कि म खन्छु भयो खन्नु हुँदैन कि धेरै अपरेसन अहिले भएको छ 1 वर्ष पनि भएन के हुँदैन काम जोडले गरे नि पुरा सास फुलिन लाग्छ म गर्छु के देऊ छोरलाई समात म गरिहाल्छु म गर्छु के हाम्रो त यो क्यारी यता मिडा मैले हाले हो यता भइसक्यो यो मिडा मात्रै बाँकी छ म गर्छु भयो देऊ म गर्छु के पुरै स्या गरेर गर्नु पर्दैन पछि के होला पछि फेरि झन् अझै बिरामी होला भनेको मान्नै छैन तेर्नु छैन भनेको बुढाले के भयो त काम गरे म गर्छु के खाना देऊ म गर्छु पर्छ के गर्नुपर्छ खाना ओए बाबा हामी त यहाँ छु गाय छोरी र म अनि यहाँ छु बुढीलाई म गर्छु भने बुढीले मानेर अनि छोरी हेर्नु छोरी पनि यहाँ छन् यति अब मिरा सक्यो आज लास्ट मिरा होला हैन बुढी त्यसपछि घर जाने हैन अनि भोलि फेरि आमा पानी सानी लगाउने माटो मिलाएर अनि फेरि बिउ छड्किने रोपाइ गर्न राम्रो लाग्छ कि नै धेरै राम्रो लाग्छ खतरा लाग्छ हैन रोपाइ गर्न पहिलाको जति बल छैन होला हैन बुढी आजभोलि छैन तिमी पहिला कति किलो थियौ 55 अहिले कति छौ 45 पनि छैन होला हैन गाइस बुढी यति पातली भएको छन् अब काम नगर भन्दा नि मान्दैनन् अब गाउँको मान्छेहरू के भन्छ रे काम नगरे भने त्यही बसी खाइ ह्यान त्यान भन्छ रे अनि त्यही भएर काम गर्छु भन्छन् नि हेर्नु यहाँ मिडा सिडा यत्रो हालिसक्यो पुरा सास फुलिन लाग्छ त्यही पनि भच्चाभच गरेर हानि यति थाकेर पनि नगर भने मान्दैनन् भनेको अब भिडियो निक्लियो पडुवाको भिडियो निक्लियो यति ताकत बुढीसँग बुढीले त फरुवाको भिडियो भादियो त के हो गाइस ल जा निक्लियो भादियो अरूको फरुवा त्यही पनि ठुली मम्मीको फरुवा भनिदिने हो कसले भाच्यो भने हजुरको बुहारीले भाच्यो भन्ने हो बडुवाको भिज भाटिदियो यो चाहिँ हाम्रो खेत गाई हेर्नु होला हाम्रो खेत अनि छोरी चाहिँ यहाँ छ नि छोरू मुइमा कहाँ छ